Hello everyone, नमस्ते सबैजनालाई। न्यू डे न्यू ब्लग बनाउँदैछु। स्वागत छ हजुरहरूलाई मेरो नयाँ ब्लगमा। आज पनि बजार जाँदैछु हो। बजार एकछिन काम छ बजारमा। आजको दिन चाहिँ यस्तो भएको छ, पानी पर्ला भएको छ कि तर पर्दैन पानी। घाम लागिरहेको छ हो। अब के हुन्छ कसो हुन्छ आजको दिनमा हो, सबै देखाउनेछु हजुरहरूलाई। खाली भेट्यो ल त गाइस, अहिले चाहिँ हामी बजारमा फर्किसक्यो हो। अहिले चाहिँ 11 माइल पेट्रोल पम्प पुग्यो। जाम चाहिँ यस्तै छ हो। अन्त त्यति नै हो होइन। अनि बेस हो, अनि म स्कुटी चलाउँदैछु। गाइस अब चाहिँ हामी दाउरा काट्नु गएको हो। दाउरा चाहिँ माथि काट्नुपर्छ खोलामा, भित्र जङ्गलमा हो। आज चाहिँ पानी पर्ला भइरहेछ दिन हो। अहिले 2 जना जाँदैछ। अब दाउरा काट्नुपर्छ हो। दाउरा चाहिँ माथि काट्नुपर्छ कि यो बाटो चाहिँ जानुपर्छ उकालो हो। बाटो ओके छैन फेरि हो। खोला टिस्टा खोलाको चाहिँ यो भाइ हो। पौडी खेल्ने जग्गा छ यहाँ। यस्तो छ दाउरा के काट्यो भने यहाँ होइन। अम्बो पहिला नि बाटो थियो कि अहिले यस्तो भएछ, जङ्गलै जङ्गल भएछ। तर चाहिँ यो एउटा रुख यो मेरो काट्नुपर्छ हो। काट्नु नै निन्जा टेक्निक गर्ने यो निन्जा टेक्निक निमाइदिउँ फाइनली गाइस। दाउरा चाहिँ यति काटिसक्यो, एउटा रुख ढालिरहेको छ यहाँ काट्यो हो। दाउरा देख्दैन छ तर अहिले चाहिँ यति काटेर बिसाइरहेको छु हो। अझै काट्नुपर्छ।